हेलो साथीहरु, गुड मर्निङ। स्वागत छ मेरो युट्युब च्यानल बालकृष्ण सुनारमा। धेरै पछि मैले आज भ्लग बनाइरहेको छु। बीचमा कन्टेन्टहरु पनि नभेटेको भएर अनि त्यस्तै प्राविधिक गडबडी कारणले मैले भिडियोहरु बनाउन पाइरहेको थिइनँ। आज चाहिँ म यहाँ खेतमा छु, सैरेनी हाम्रो खेतमा। आज यहाँ ट्र्याक्टरले खेत जोत्ने कार्यक्रम छ। यहाँ ट्र्याक्टर यहाँ छ, बिहान उतै माथितिर जोतेछ अनि यहाँ अहिले त्यहाँ छ हाम्रो यो बिउ। यो वर्ष चाहिँ हाम्रो फेरि खेतमा पुरै डोजर लाग्यो नि त, अनि खेती नहुने भएर अनि अब डोजर लासी त एक वर्ष त 1.5 वर्ष त अब चाहिँ माटो बन्न टाइम लाग्छ नि त। त्यही भएर नलगाएको ठाउँमा मात्रै खेत रोप्ने भनेर अहिले बिउ पनि कम राखेको छ। बिउ अस्ति ताको उम्रेको थिएन, खडेरी परेछ अनि त्यही भएर नउम्रेको। अहिले पानी पर्ने बित्तिकै सर्रै उम्रियो। अहिले हामी यहाँ छौँ। अब एकछिन यता खेततिर भन्दा उतापट्टि जङ्गलमा च्याउ पाउँछ कि भनेर च्याउ खान जाँदैछौँ। अब हेर्दै जानु होला। मेरो युट्युब च्यानललाई माया गरिदिरहनु भएको छ, अझ माया गरिदिनु होला। के प्रतिक्रिया छ भन्ने दिनु होला। अझ केही त्यसलाई राम्रो गर्न सकिन्छ, भिडियो कसरी बनाउने, के गर्ने, मलाई एउटा मेरो प्यासन भएको भएर मैले युट्युब च्यानल सुरु गरेँ अनि भिडियो बनाउन थालेँ। मलाई त्यति आइडिया पनि नभएर होला, मेरोमा अलिकति सब्सक्राइब पनि कम भएछ, भ्युज पनि कम हुन्छ। त्यही भएर केही नयाँ टिप्सहरू छ भने हजुरहरूले सेयर गरिदिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। ल, हामी यता यो हाम्रो बिरौटा भन्छ, यो सबै डोजर लगाएर यो त्यो माथिदेखि तल डोजर लगाएको छ। यी गरममा चाहिँ खेत रोप्न मिल्छ। त्यही भएर अब माथिबाट गाउँमा दाइ भाउजू पनि झर्दै हुनुहुन्छ अनि त्यसपछि हामी पनि छौँ है। अब आज यता डोजर लगाएर बारीहरू सम्माउने कुरो पनि छ भोलि पर्सितिर। अनि आज चाहिँ खेत जोत्ने कुरो छ। अनि हामी चाहिँ एकछिन दाइ भाउजू नआउन्जेलसम्म यसो वनमा यो दुधे च्याउ फलेछ कि भनेर जान लाग्छौँ। दुधे च्याउ भन्ने बित्तिकै मैले अघिल्लो पटक पनि च्याउको भिडियो हालेको छु है। त्यो हेर्नु कतिले हेर्नु भएको छैन। यदि हेर्नु भएको छैन भने दुधे च्याउ सम्बन्धी त्यो बेलामा नै हामी यही ठाउँमा दुधे च्याउ खोज्न लगाएको थियौँ। त्यो भिडियो पनि मैले युट्युबमा हालेको थिएँ, त्यो पनि हेर्नु होला। ल, बाटो चिप्लो छ। ल, अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला है त। कताबाट उक्लिने हो? पहिरो गएछ। ल, च्याउ केही पाइएन वनमा। यस्तो पोहोर यहीँ कति धेरै पाइएको थियो। त्यो पाटक चाहिँ फलेनै क्या हो, एउटा सानो पनि पाइएन। खलखल्दै पसिना भइसक्यो, सानो पाइएन। त्यो बाँदरले मलाई यस्तो जिसाइरह हौ त्यहाँनिर। रुख हल्लाइरह। एक्लै छ, सुतिरहेको छ। फर्क्यौँ जस्तो लाग्यो। पारि आँपो हेर्नु त छैन क्या यहाँ। एउटा नपासी त यो डाँडै छैन। ल, खैर केही छैन। च्याउ पाइए टिपेर लैजाने भने हो, खासै केही समस्या छैन। हाम्रै खास खेतमा आउनु थियो, आइयो एकछिन। यहाँ च्याउ पाइन्छ कि भनेको पाइएन। अब पारी बिसाउनमा आँप पाकेको छ कि आँप हेर्न जान्छौँ। अब त्यसपछि फेरि फर्किन्छौँ। केही छैन। पोहोर त यस्तो पाइएको थियो नै मात्रै, यता मात्रै एक झोला बनाएको थियो। अहिले त एक झोला त के एउटा नि पाइएन। यस्तो भिरको बाटो हिँड्दैछौँ तल यस्तो छ। ल साथीहरू, दुधे च्याउ पाइएन।
पेङ्की म काली रनकान्छी आउँदा यहीँ हामीले यति धेरै पाएको थियौँ। अहिले चाहिँ एउटा नि पाइएन। ठिकै छ, 1 वर्ष फल्ने 1 वर्ष नफल्ने हुँदो रहेछ क्या। रुख ढालेर ल हाम्रो यो बिसौनामा आँप चाहिँ पुरै बाँदरले रन्काएर हो। पाक्ने त अलि बेला भयो होइन, तर यहाँ हामीले अहिले काँचो काँचो पाक्न लाग्यो जस्तो चाहिँ टिप्यौँ। बाँदरले पुरै खाएछ कि पुरै यहाँ यस्तो बनाएको बाँदर, खुट्टैभरि जुगा लाखा। अब हामी भन्छ आँप चाहिँ अब एक हप्तापछि त डेन्जर हुन्छ यहाँ आँप। ल है त साथीहरू, यहाँ ट्र्याक्टरलाई लुँडे लाएर झार काट्ने कार्यक्रम भइरहेछ। त्यसले ढलाउने यसो अनि